हेलो गाइज, नमस्ते सबैजनालाई। स्वागत छ तपाईहरुलाई मेरो भ्लगमा। मेरो पछाडि मम्मीले हेरिरहनु भएको छ। सो गाइज हामी चाहिँ अब आज तपाईलाई मेरो डेली लाइफ वाला रुटिन देखाउने गइरहेको छु। सो अब आज चाहिँ कति बजिसक्यो? 9:30 भइसक्यो। म चाहिँ भर्खर उठेको। चाँडै उठ्नु भएको तपाईँ त त्यहाँ चाँडो नउठ्नु। मम्मी र मेरो प्लान चाहिँ के छ भन्दाखेरि अबदेखि शनिबार अथवा दिन मिलेको बेला चाहिँ जुन बार पनि समय भएको बेलामा चाहिँ टक्क मम्मीले पकाउने, मैले चाहिँ त्यसको भिडियो खिचेर फुडको रिभ्यू दिने प्लान छ मम्मी र मेरो चाहिँ। अबदेखि मेरो नि टाइम मिलेको बेला, मम्मीको पनि। मम्मी त अब एनी टाइम घरमै हो। मेरो टाइम मिलेको बेला चाहिँ जे होस्। अब हाम्रो प्लान चाहिँ त्यो छ, मम्मी छोरा मिलेर टक्क एउटा के भन्छ त्यसलाई, मम्मी पकाउने म खाने अनि फुडको रिभ्यू दिने प्लान छ। सो त्यसको लागि पनि स्टे ट्युन है गाइज, हेरिदिनु होला। मैले पकाएको खाएको भन्नु न, मैले पकाएको बाबुले खाएको हेरिदिनु होला सबैजनाले। अनि अरू नमिठो भए पनि मिठो मानेर हेरिदिनुहोस्। सो गाइज यही हो कुरा। अब हाम्रो मम्मीले चाहिँ अहिले पनि अब स्टिल बनाउनको लागि नै रेडी गरिराख्नु भएको छ। आज चाहिँ भ्याउँदिनँ होला गर्न, किनभने आज चाहिँ म एउटा सानो मिटिङको लागि पनि जानुपर्ने छ। त्यसैले अब म एकछिनमा निस्किहाल्छु। सो गाइस तपाईँहरूलाई चाहिँ म आज दिउँसभरिमा मेरो के हुन्छ सब कुरा देखाउनेवाला छु। सरी है गाइज, मलाई खासै बोल्न आउँदैन, त्यही भएर अब बोल्न पनि सिकिरहेको छु। सो गाइज अब हामी चाहिँ रेडी भएर म चाहिँ निस्किन लाग्यो। र मम्मी आउनुहुन्छ। बाई भनिदिनु ल। बाई दुध अलिकति खाएर जाऊ न नि जे पाए गयो। ओके ल, हाम्रो ड्याडी यहाँ हुनुहुन्छ। ल ड्याडी बाई भनिदिनु। कसले? ब्लगमा बाई। यतापट्टि ल, यता देख्छ भने बाई। त हामी चाहिँ अब निस्केको गाइज, त्यही हो। अब जान्छौँ। सी यु गाइज, बाई बाई। हाम्रो निरज चाहिँ यहाँ छ। हेलो निरज। है ल, सो हामी चाहिँ अब जाँदैछौँ। निरजले ओके बाई। ल बाई गाई बाई बाई गाई के अरे म यताबाटै जाउँ। बाई बाई गाइज भन ल, म भन्नै नआएर। सोरुम हामी चाहिँ आज हुन्छ हाम्रो यहाँनिर चाहिँ सुटको उयो भइरहेको छ। त्यो सोरुमहरू मजाले बनिरहेको छ गाइस। सबजना सोरुम ओपन भइसके पछाडि चाहिँ गाडी किन्न आउनु है, मेरो नाममा आउनु भने तपाईँहरूले डिस्काउन्ट पाउनुहुन्छ अरे कि। ओके गाइस, गाडी गइनहरू चाहिँ आराम छ। धन्यवाद सन्देश भाइ। हामीले भर्खर सुरु गर्दैछौँ के अरे, हाम्रो फर्मको नाम चाहिँ अटो प्लानेट हो। अटो प्लानेट चाहिँ लिप मोटर, सिट्रोन र प्युजोको डिलरसिप हाम्रो ललितपुर एरियाको लागि। अरू बाँकी चाहिँ सोरुम इनाग्रेसन भएपछि अनि त्यो अनुसारले भन्दै राखौँला नि। हामी सोरुमहरू चाहिँ सो गाइज हाम्रो चाहिँ अब मिटिङ सकिएर अब हामी स्टुडियोतर्फ लाग्दैछौँ। निरज के छ अब भन्नुपर्ने? भोलि हाम्रो भिडियो भन्न केही छैन, भोलि खतरा बनाउनुपर्छ, त्यही हो। सो अब हाम्रो चाहिँ भ्लग पनि रेगुलर जस्तो आउँछ राख्ने ट्राई गरिरहेको छु म। अब त्यही हो, हामी अहिले चाहिँ अब जाँदैछौँ स्टुडियोतर्फ। म चाहिँ स्टुडियो आइपुगिसकेको छु। पछाडि देख्न सक्नुहुन्छ तपाईँहरूले हाम्रो स्टुडियोको यो कार्टुन स्क्रु। सो तपाईँहरूलाई चाहिँ आज मेरो सर्ट स्टुडियो ट्राभल के अरे टुर गराउँछु। यहाँ छ हाम्रो स्टुडियो। यो चाहिँ स्टुडियो रहेको छ, क्लासरुम। अनि यसो हाम्रो यता रहेको छ अफिस रुम छ। यो चाहिँ हाम्रो सविता बहिनी चाहिँ यहाँनिर कफी बनाएर हो। सविता कसको लागि? तपाईँको लागि। ए खतरा बोल्दो रहेछ है। ल सही हो। ल अब हामी चाहिँ कफी खाने हो। लाइटहरू बाल्नु न हल्का फुल्का।
स्टुडियो आइस सो यहाँ चाहिँ हाम्रो चाहिँ किप क्लाइम एन्ड डान्स अन यहाँ चाहिँ हाम्रो स्वस्थानी भर्सेस ग्याङ्सको पोस्टरहरू रहेको छ सो गाइज इफ यु वान्ट टु कम टु डान्स के अरे के भन्छ यार If you want to join our है academy, सो गाइज तपाईँहरूलाई चाहिँ डान्स सिक्न मन छ अथवा डान्समा केही गर्न मन छ भने चाहिँ डान्समा केही गर्ने सोचिराख्नु भएको छ भने चाहिँ हाम्रो स्टुडियो चाहिँ ओपन छ एडमिसन ओपन छ तपाईँहरू आएर हाम्रो स्टुडियोमा चाहिँ तपाईँहरूले एडमिसन गरेर डान्स सिक्न सक्नुहुन्छ म चाहिँ तल डिस्क्रिप्सनमा हाम्रो स्टुडियोको नम्बर पनि राखिदिन्छु सो यही हो अब हाम्रो एकछिन माथि मिटिङ भइरहेछ मिटिङ सकिए पछाडि एउटा सुट छ हजुरहरूलाई देखाउनेवाला छु कफीको लागि यहाँ रेडी भइरहेछ मेरो चाहिँ रेडी भइरहेछ त्यही हो बहिनीले भर्खर माथि चिया पुऱ्याएर आइन् होइन त अब के छ अब के भन्नु छ अब तिमीलाई भन त त्यही हो सो गाइज हामी चाहिँ अब रेडी भइसक्यौँ यहाँनिर छ हाम्रो सेलिब्रेटी खै आइज त यसकै अनुहार हो कि देखाउनु ला मैले ब्याग खै तेरो ब्याग खै जुत्तीको ब्याग देखाउ त ल यसको है चिबा सबजनाले किन्नु होला चिबाको ब्याग छ मेरो पनि छ खिच तपाईँ अलि माथि भयो क्या अलिक मुनि बोक्नु यति सो गाइस अब हामी चाहिँ खिच्न रेडी भइसकेका छौँ यहाँ क्यामेरा रेडी भइसक्यो सम्झना बिर्सना सा ला 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 सम्झन भयो बिर्सना सा ला 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 सम्झना बिर्सना हेलो फर्स्ट है एकछिन है यो अलिकति मजा आयो त्यो अलिकति मजा आएन अनि यो 1 2 3 समेत गर न त्यस्तो नगर न 1 2 3 को हेर यो तालिम चाहिँ यो ल्याउने हो क्या अलिकति निउरिने हेर यो अलिकति बेन्ड गरेर मात्रै डान्स देखिने हो क्या 1 2 गर न 1 2 गर न यसरी सँगै जानु पर्यो क्या यो जानु पर्यो आनन्दले सबै देखायो त्यो कसरी 1 यहाँ देखाउनु पर्यो चल्नु पर्यो नि त अलिकति यहाँ राख्न कस्तो छ गाउँले अलिकति बेड गरी सबै डान्स देख्छ क्या गो ट्याङ भनेपछि ठ्याक्कै आनन्दले गर
कस्तो भइरहेछ राम्रो भइरहेछ टेक चाहिँ धेरै खाइरहेछ तर त्यो बिग्रिया भएर होइन कि अझै बवाल गरौँ भनेर चाहिँ भइरह त्यही भएर अब पानी ब्रेक हो पानी ब्रेक भइसके पछाडि चाहिँ बवाल हान्ने सोचिरहेको छु गाइज सो ह्यान्डसम देख्दो रहेछ यार क्यामेरामा त मलाई मैले कस्तो गरिरहेको छु निरज नाइस गराउनु भएको छ साँच्चीकै कसम से कसम छ साँच्चीकै हो ल धन्यवाद यतिको चाहिँ हुनुपर्छ है ल सही हो अब हामी लास्ट टेक स्योर लास्ट टेक हो त्यस पछाडि एउटा कटिङहरू बाँकी छ कटिङको फोटोग्राफीहरू चाहिँ मैले त्यहाँबाट लिनु सोचिरहेको छु सी अब हेरौँ अनि प्राइस छ सम्झना बिर्सना सा ला 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 छन छन भयो बिर्सना सा ला 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 सम्झना बिर्सना सा ला 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 छन छन भयो बिर्सना सा ला 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 मायाको डोरीले तिमीलाई बाँधुला मायाको डोरीले तिमीलाई बाँधुला तिम्रो मोटा तारुमा तिमीलाई चढाउला आई थिङ्क सो एक ठाउँमा रोलिङ चाहिँ हल्यो तर मिलाउनु छ बेसिङ टकटक मिलाएको त्यो ब्याग पछि भने क्या ब्याग हानेर म यता आइसकेको छु त झन् नजिक आउँछु क्या सम्झना बिर्सना सा ला 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 कस्तो छ भनेर सोधेको जस्तो नि भयो नि त यो तन्किँदैन तन्काउनु न पावर ल अलिकति कच्चा कुचुक्क भयो क्या म भन्छु 5 6 7 अनि मैले आफू भन्ने थिएँ 5 6 7 एकमा थाक्यो हेरिहाल्नु है Five, 6, 7, go. यसरी फल न यसरी देखाएर 5, 6, 7, go. सो गाइज अब चाहिँ हाम्रो चाहिँ आज भर्खर पाइसक्यो हाम्रो चन्द्रलाई स्वागत छ मेरो भिडियोमा सब्सक्राइब होइन यार होइन फलो होइन यार के हो त के सो त्यही हामी चाहिँ अब चन्द्रको कोरियोग्राफीवाला डान्स भिडियो आउँदैछ कहिले खिच्दैछौँ हामी Saturday.